हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी छ अहिले शेर्पु बेसीमा। हाम्रो ट्रेकिङ चाहिँ लाङटाङसम्म रहेको छ। हामी चाहिँ काठमाडौँबाट 7:30 बजे हिँड्यो बाइकमा, अनि 12:30 बजी पुग्यो शेर्पु बेसी। खाना खाएर 2:30 बजे अब हामी हिँडेको। जहाँ हामीसँगै हाम्रो जर्नीलाई रमाइलो गर्न सँगसँगै हाम्रो गाइडहरू आउँदैछ। म अगाडि भइसकेँ। शेर्पु बेसीबाट 2:30 बजे हिँडेर 15 मिनट हिँडेर हालत यस्तो छ। खोलाको बाटो। हेलो, बिस्दै गरेको अवस्था मेरो। यो चाहिँ हामी नयाँ बाटो आएको। पुरानो बाटो चाहिँ पहिरो आएर बिग्रेको रहेछ। यो चाहिँ नयाँ बाटो। हामी अहिले यहाँ पुरमा पुग्यौँ। बाटो चाहिँ अहिलेसम्म त्यस्तो गाह्रो छैन, राम्रो छ बाटो अहिले। साढे 2 बजे हामी शेर्पु बेसीबाट 3:35 मा हामी पहिरो भन्ने ठाउँ आइपुग्यौँ। यो चाहिँ पहिरो भन्ने ठाउँ। पहिरो भन्ने ठाउँ कटेर हामी 5 मिनट अगाडि बिर्सिँदैछौँ। ग्लुकोज खाँदैछन्, ग्लुकोज। गाइजहरू अहिले पछि छन् रे। म चाहिँ अगाडि छु अहिले। यता छ खाई, यो बाटो। बाटो चाहिँ यस्तै छ। मजा आउँदैछ। यही मान्छे हुन्, मलाई 2 मिनट पनि बिर्सिन दिने यही मान्छे हुन्। एउटा मान्छे त्यहाँ छ नि। हामीहरू चाहिँ पुग्यो सानो पुलमा। बाटो पनि हेरेर हिँड्नुपर्छ। हामी पुग्यो ब्याम्बो। 1 घन्टा 50 मिनटमा हामी ब्याम्बो पुग्यौँ पहिरो भन्ने ठाउँबाट। वाटर पहाड आफ्नै धुनमा छौँ। ब्याम्बो। अब रिम चाहिँ जाने कि यहीँ बस्ने भन्ने अब अगाडि गएर डिसाइड हुन्छ। लेट्स गो।
हामी पुग्यो 5:30 बजे ब्याम्बोमा। तर रिम्ची पुग्न टाइम लाग्छ भनेर 2-3 घन्टा लाग्छ भनेर हामी बस्यौ। यो चाउचाउ सुप, यो थुक्पा, यो चाउमिन। हाम्रो खाना आइसक्यो। खै बाबा उता स्टार्ट गरिसके। ल तातो तातो खाना खाएर भेटौँ। विथ म्युजिक डे 1 चाहिँ सकियो। गुड नाइट। हेलो गुड मर्निङ ब्याम्बो। मजा उठ्ने बित्तिकै भ्यू खिच्न थालिहालेँ। यति राम्रो भ्यू। पहाडको बिचमा बसेर छौँ। यो हो हामी बसेको होटेल। ल फ्रेस भएर आऊ हामीहरू। अरुण डे 2 स्टार्ट भयो। ल हिँड्यौँ अब। हामी 7:15 बजे हिँड्यौँ। अब माथि कति बजे पुग्छौँ। आज माथि पुग्ने टार्गेट हो। 1 2 लेट्स गो। आजको हाम्रो बाटो यही हो। हामी पुलमा आयो। पुलमा आयो हामीहरू। दुईजना बुढाहरू देख्नुभयो? अनि त्योभन्दा अगाडि अहिलेको त नेपालीहरू त्योभन्दा अगाडि हजुर जेन्ट्सहरू सफा गर्दै गरेको अवस्था सबैजनाको। यस्तो बाटोमा आइरहेको छ। कस्तो आउँछ है। ब्याम्बोदेखि 2 घन्टा हिँडेर रिम्चे पुग्यो। गाईहरू त छन्। रिम्चे पनि पुग्यो। अब हामी जाने यता चाहिँ लामा गाउँ, यता चाहिँ के अरे लामा होटेल, यता चाहिँ शेर्पा गाउँ। अब हामी जाने लामा होटेल। हामीहरू 10 मिनटको रेस्टपछि फेरि हिँडिहाल्यो। धारा। लेट्स गो। आज माथि नै पुग्ने भनेको। Yeah. Let's go. यो शेर्पा होटेल, यो लामा होटेल। हामी चाहिँ रिम्चीदेखि 20 मिनटमा पुग्यौँ लामा होटेल। लेट्स गो। हेलो। कति ज्ञानी रहेछ कि।
त्यहाँ धेरै राम्रो हिँडेको हामीहरू धेरै राम्रो हिँडेको क्या हामीहरू राम्रो हिँड्यौँ तर यहाँ रेस्ट फेरि भयो क्या हाम्रो या लेट्स गो अगाडि बढाउँ यति माथि बोकेर ल्याउनुपर्छ गाह्रो यताबाट हिँडेर आएको हामीहरू बगेको तिर्सुली Arun, hello. Himal. Hello. हामीहरू पुग्यौँ लामा होटलदेखि रिभर साइड 1 hour 45 minutes यो बाटो रिभर साइड वाउ यस्तो कलरको लाली गुराँस This is Riverside. Hello. अब हामी यहाँ रिभरसाइड यतिमा छौँ अहिले. Let's go. Wow. अब घोडा तपाईँलाई पुग्न 1 घन्टा अर्को फुल आयो Yeah. Look at that view. Wow. Hey guys. Hello. अब हामी घोडा बोकेर तपाईँलाई पुग्दैछौँ. हामी यति हाइटमा छौँ.
घोडातबेला पुग्यो फाइनली। रिभर साइडदेखि 1 hour 45 minute हामी घोडातबेला पुग्यो। अहिले हामी यति हाइटमा छौँ। हामी चाहिँ घोडातबेला खाना खायौँ। हामीहरू घोडातबेलाबाट खाना खाएर निस्कियौँ। 2:15 मा अब माथि कतिमा पुग्छौँ। सुपर एक्साइटेड। अब 4.5 घन्टाको बाटो भन्दैछन् माथि चाहिँ। लेट्स होप चाँडै पुगौँ हामीहरू। लेट्स गो। हामी छौँ अहिले लाङटाङ नेसनल पार्कमा। चक्लेट खाएर आवाज पनि आइरहेको थिएन थाकेर। फाइनली 45 मिनटमा पुग्यो घोडातबेलादेखि थान्साप। अहिले हामी 3450 माथि छौँ। थान्साप गाउँ। वाह पुग्यो हामीहरू सबदेखि। काफे Look at that view. My God. हामी कहाँ पुग्यो थाहा छ? लाङटाङ। वाउ। पुग्यो। Oh. बाबा। हेलो। चेक। यो त पुरै टाउकोबाट उडे जस्तो लाग्दैछ। यो हो लाङटाङ गाउँ। लाङटाङ भ्यालीदेखि हामी 5:15 मा पुग्यौँ डाइरेक्ट नबसेर। यहाँ पुग्यो मान्डम। यो मान्डम गाउँ। ल दादा रेस्ट गर्दै। यो चाहिँ हो मान्डम गाउँ। अझ अगाडि जाऊँ भने हो सिन्धुम भन्ने ठाउँमा 35 मिनट देखाइरहेको थियो तर म्यापमा। पुगौँ न त्यहीसम्म। या हामी चाहिँ मुन्डु भन्ने ठाउँमा बस्यौँ। सावर लिएर खाना खाएर सुत्छौँ अब। गुड नाइट। हेलो वेलकम टु डे 3। हामी छ अहिले मुन्डुमा। यो मुन्डु भन्ने ठाउँ चाहिँ लाङटाङ भ्यालीदेखि हिँडेर 35 मिनट लाग्छ। 35 मिनट हामी माथि आएको छौँ।
यो चाहिँ हो हामी बसेको होटल एभरेस्ट इको लज। यो चाहिँ हामी बसेको होटल हो। तर राम्रो छ है, अगाडि कति धेरै छ, ठुल्ठुलो राम्रो राम्रो रहेछ कि यता। अब 5:30 बजे लाङटाङ भ्याली पुगेछ भने हिँडेर माथि चढ्न सकियो। यसले भ्यू, आफ्नो टाइम सेभ भयो नि त। सो आउनु सक्नुहुन्छ। होटल पनि धेरै छ यता, भ्यू पनि। अब हामी मुन्डुबाट हिँड्न लाग्यो माथि। कति बजे छ? ठ्याक्क 6:20। हामी यहीँबाट हेर्छौँ सनराइज। माथि पुग्न सकेनौँ। There's a tea shop. उता अगाडि पनि छ। अहिले हामी यतिको हाइटमा छौँ, 3800। हाम्रो गाइजहरू वाउ वाउ। यो पानीको आवाज कति राम्रो खाला। Look at that view. Oh, कति आनन्द लाग्यो। फाइनली मान्छेहरू माछन् रहेछन्। यी मान्छेहरू पिकमा जानको लागि दुईटा एङ्जिङ ट्यान्जिङहरू यहाँ बसेछन् थाकेर। अनि हाँस्नुहुन्न त। हामीहरू यहाँ 9 बजी पुग्यौँ। किन भनेपछि हामी बाटो बिर्सेथ्यौँ, सर्टकट हिँडौँ कि भनेर हेरेको। बाटो बिर्सेर 9 बजे। त्यसपछि अब हामी माथि जाने।
त्यहाँ माथि जाने सकिन्छ कि नै लेट्स ट्राई हामी यो पिकमा जाने यो पिकमा जाने हामी यहाँबाट हिँड्दै 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 यो पिकमा जाने योभन्दा माथि पनि छ अझै .2 यो .1 योभन्दा माथि अझै .2 चाउमिन मोमो यति टेस्टी छ नि मगाएको त्यही खाएर माथि चढौँ भनेर हामी अहिले यहाँ छौँ यहाँबाट यो बाटो हुँदै 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 यो बाटो हुँदै माथि 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 अझ माथि 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 यो पिकमा पुग्ने हो हामीहरू यहाँ यो लोवर पिक यहाँ पुग्ने हामीहरू यो चाहिँ यो बाटो जुम गर्दैछु यहाँ मान्छे हिँडिरहेको छन् हामी पनि यही बाटो हिँड्दै हिँड्दै माथि पिकमा पुग्ने हामी माथि गइरहेछौँ ठिक 10 बजे हिँडिरहेछौँ 2 घन्टा लाग्छ भन्दैछन् अब हेरौँ कति बजे हामी पुग्न सक्छौँ र माथि ओइ डिडिट भन्ने बेला आइसक्यो लेट्स वाउ उनीहरू छन् त्यहाँ म चाहिँ यति माथि 5x मा खिच्नु भएछ यिनीहरू यति तल छन् फेरि बिस्यारे 2 पाइला हिँडेर फेरि बिर्सिहाल्छन् यो पोइन्ट भयो है यहाँबाट सिधा गएपछि चाहिँ यस सेकेन्डमा जाने रहेछ बाटो हामी त यस सेकेन्डमा नजाने फर्स्टमै जाउँ यहाँबाट यो टर्निङ आएपछि चाहिँ लेफ्ट लागेपछि यो फर्स्ट पोइन्ट पुग्ने रहेछ 0.5 मा उता छन् 1 मा यहाँ 2 मा यता पुगे 3 मा टाढा छन् तिनीहरू उता पिक 2 है मान्छे छ नि त्यहाँ पिक 2 You think it's okay to go down? It's okay. I think you think it will be okay. Yeah, I'm in doubt to do. Pick one Matthew. Pick one Matthew. Finally we did it. Oh, 3 days trekking. Finally we did it. उता चाहिँ पिक 2 हो 200 यहाँ माथि चाहिँ हामी चाहिँ नजाने धेरै हावा चल्न लाग्यो We did it. 1, 2, 3. Yeah! 3 days trekking complete. Super excited थियो आयो के हामी यहाँ यिनीहरूले ठ्याक्क 2 घन्टामा तलबाट माथि पुग्यो 15 मिनट बस्यो अब यहाँ बस्न गाह्रो भइसक्यो अब हामी निस्किन लाग्छौँ We did it guys. Hello. Happy? Yeah. Let's go. अब तल झर्नुपर्छ Yes, we did it, man. Okay guys, हाम्रो ट्रेक चाहिँ कम्प्लिट भयो 4400 एम चाहिँ हामी कम्प्लिट गर्यौँ झर्ने बेला चाहिँ 1 hour 15 मिनट लाग्यो अब हामी यहाँबाट चाहिँ तल जान्छौँ किनभने यहाँ हाइटमा हामीलाई बस्न अलि गाह्रो भयो जस्तो लाग्यो सो अब हिँड्दैछौँ हामीहरू बाई बाई सी यू नेक्स्ट व्लग्स थ्याङ्क यू फर वाचिङ